भाग्य मेरो निर्धारण गर्छ। म तिमीलाई अन्तिम पटक भन्दैछु, म जे भन्छु त्यो भन्दा तिमीलाई अलिकति पनि दायाँ बायाँ जाने कुनै अधिकार छैन। मलाई मन्जुर छैन। तिमीले गर्नै पर्छ। मलाई मन्जुर छैन। तिमीले गर्नुपर्छ। नमस्ते सबैजनालाई, मेरो नाम धीरज थापा मगर। म थिएटर प्र्याक्टिसनर हुँ, रङ्गकर्मी। विगत 8 वर्षदेखि सर्वनाम थिएटरमा म रङ्गकर्म गरिरहेको छु। To be or not to be, that is the question. मैं हूँ या ना। सरगम त्यस पछाडि आवाजको काम गरिसके पछाडि चाहिँ एक्टरको लागि भोइसमा अलिकति मद्दत पुग्छ भन्ने मलाई लाग्छ। त्यसैले अब डिफ्रेन्ट आवाज निकाल्नुपर्ने हुन्छ नि, जस्तै अब डिफ्रेन्ट आवाज निकाल्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यो भोकल एक्सर्साइजहरूले एकदम मद्दत गर्छ र यसलाई चाहिँ हरेक दिन गर्नुपर्छ भन्ने म मान्यता राख्छु। त्यसैले फरक टोनमा अब कसरी बोलिन्छ भन्ने कुरा चाहिँ गर्दै गइसके पछाडि फरक अनुभूति हुँदो रहेछ। एज एन एक्टर यो सब काम चाहिँ मैले गर्ने गर्छु। यो रङ्गमञ्च हो, मैले सिर्जना गरेको रङ्गमञ्च, र यहाँ मैले जे भन्छु त्यो भन्दा अलिकति पनि तिमीलाई दायाँ बायाँ जाने कुनै अधिकार छैन। किन नाचिरहँ म अरूको म किन नाचिरहँ अरूको इसारामा? के तिम्रो कलमले मेरो भाग्य मेरो निर्धारण गर्छ? म तिमीलाई अन्तिम पटक भन्दैछु, म जे भन्छु त्यो भन्दा तिमीलाई अलिकति पनि दायाँ बायाँ जाने कुनै अधिकार छैन। मलाई मन्जुर छैन। तिमीले गर्नै पर्छ। मलाई मन्जुर छैन। तिमीले गर्नुपर्छ। तिमी निस्क यो मञ्चबाट, निस्क। तिमी निस्क यो रङ्गमञ्चबाट, निस्क। म आफै लेख्नेछु मेरो कथाहरू। निस्क। एक्टिङ नै सबै चिज हो मेरो लागि भनेर मैले चाहिँ फिल गर्छु। अनि मलाई मजा पनि आउँछ जब म स्टेजमा हुन्छु, जब म क्यामेराको अगाडि हुन्छु। त्यस पछाडि म अहिले जस्तो क्यारेक्टरमा छु त्यो क्यारेक्टरबाट पर रहेर म अर्को चरित्र, अर्को एउटा रूपमा चाहिँ देखिन सक्छु। रूप नै चाहिँ भन्न नमिल्ला, तर अर्को चरित्रमा चाहिँ म देखिन सक्छु। त्यसैले मलाई मजा आउँछ क्या, भित्रैबाट हुन्छ नि तैँले चाहेको यही हो, तैँले गर्न खोजेको, तैँले गर्न पर्ने यही नै हो भन्ने फिल आउँछ मलाई जब एक्टिङ गर्छु। म तपाईँलाई मेरो फोन अनलक गरेर देखाउँथेँ कि अस्कर छ क्या थिएँ। अब यो थाहा छैन यो सपना देख्नु कतिको मूर्खता, कतिको पागलपन के हो, बट आई एम डेस्टिन्ड टु गो टु अस्कर। त्यो चाहिँ मलाई लाग्छ। त्यही नै हो। एक्टिङ नै पुरै लाइफ हो। हजुर, एक्टिङलाई नै अब प्रोफेसन पनि बनाउने, प्यासन पनि बनाउने, सबै चिज एक्टिङलाई नै टार्गेट गर्ने भनेर चाहिँ सोचिरहेको छु। त्यही भएर अहिलेसम्म पनि अरू चिजमा इन्ट्याङ्गल भएर बस्नु चाहिँ सकिरहेको छैन म। कुछ तो लोग कहेंगे, लोगों का काम है कहना, छोड़ो बेकार की बातों में। हामीले हात मिलाइसक्यो नि त है, तै पनि फेरि मेरो गुरु अशेष मल्लले के भन्नुहुन्छ भन्दाखेरि म्यानेजमेन्ट के, अब थिएटर पनि गर्ने, त्यस पछाडि अरू कामहरू पनि गर्ने,
अनि लाइफलाई चाहिँ स्मुथली लैजाने भन्नुहुन्छ। अब यो त्यो कुरालाई चाहिँ मैले बिस्तारै के भन्छ बिस्तारै अँगाल्दै पनि छु, बिस्तारै सरको कुरालाई पनि ल ठिकै हो भनेर अरू काममा पनि आबद्ध हुँदै एक्टिङलाई पनि अगाडि लैजाँदै त्यसरी नै अगाडि बढ्दैछु। मैले टेक्निकल डिपार्टको लिड लिइरहेको छु, माथि लाइटिङ, प्रोजेक्टर, त्यस पछाडि टेक्निकल चिजहरूमा जे पनि पर्छ त्यो सबै चाहिँ मेरो अन्डरमा गर्ने भएको छ। 1 2 बाली राख मेरो फादर अलिकति क्रिएटिभ मान्छे हो, किनकि उहाँले गीत लिरिक्सहरू पनि लेख्नुहुन्छ क्या, अनि एक्टिङ पनि गरेर देखाउनुहुन्थ्यो मलाई, डान्स पनि सिक्नु भएको छ उहाँले, सिङ्गिङ पनि गर्नुहुन्छ। यो सब चिजहरू देखिराख्दाखेरि त्यो हुन्छ नि चान्स नपाएको, त्यही भएर पछि परेको जस्तो फिल हुन्छ क्या मलाई। त्यही चिजले पनि बच्चैदेखि मलाई त्यो भावना जागृत भयो कि म अब एक्टर नै बन्ने हो, म ठुलो भएर एक्टर नै बन्ने हो। त्यो सानै बेलादेखि त्यो फिलिङ्स आयो होला क्या मलाई। अनि ड्याडको त्यो सपनाहरू जुन छ नि, त्यो डान्स गर्ने, त्यस पछाडि गीत लेख्ने, त्यस पछाडि एक्टिङ गर्ने, यी सब चिजको सम्मिश्रण भएर चाहिँ म निस्किया हुँ। अनि त्यही भावनाहरू ममा जागृत भयो एक्टर बन्नुपर्छ भन्ने। त्यो भइसके पछाडि अहिले म सर्वनामको क्लासेसहरू अटेन्ड गरिरहेको छु। अहिले नयाँ ब्याचहरूलाई पनि अशिष मल्ल सरको चाहिँ असिस्टेन्टको रूपमा अहिले काम गर्दैछु। यो होइन क्या दिदी, यो अर्कै युज गरेर चाहिँ राम्रो छ। मेरो त मेरो झोलामा छ क्या दिदी। हे ढुक्क बस्नु तपाईँ, के हेर्न यस्तो क्या अब बडी हो दिदी। माथि जानुपर्छ त अब। ड्याडले चाहिँ मलाई फुल सपोर्ट गर्नुहुन्छ। अहिले मैले भर्खर फोन गरेँ भने पनि यस्तो छ, अब अर्को जब अथवा अर्को पेसा केही गर्नु पर्ला भन्यो भने अलिकति हुन्छ नि, त किन आतिरहेको, किन अर्को बाटोमा जान लागेको, तेरो ड्याड छँदैछ त अहिलेसम्म भन्ने कुरा चाहिँ गर्नुहुन्छ उहाँले। तर त्यो भनिराख्दाखेरि भित्रभित्र के फिल आउँछ भन्दाखेरि होइन, अब पैसा कमाउनुपर्छ, अलिकति लाइफलाई सेटल बनाउनुपर्छ भन्ने त्यो भाव, त्यो बोध चाहिँ भित्रबाट मलाई पनि छ। बिस्तारै हुन्छ जस्तो पनि लाग्छ। अब म चाहिँ लाइफलाई लिएर एकदम पोजिटिभ नै छु। त्यही भएर पनि अब फ्यामिलीबाट सपोर्ट एक प्रकारको पाइसके पछाडि मलाई होस्टेमा होस्टे चाहिँ भइरहेको जस्तो मैले महसुस गरेको छु। त्यो स्पटलाइट देऊ न मलाई, यहाँको स्पटलाइट देऊ न, ठुलोवाला। म यहाँबाट इन्टर गर्छु क्या। त्यहाँबाट खुट्टाको बिट उहाँले कपी गर्नुहुन्छ, त्यस पछाडि खुट्टाकै बिटले मैले उहाँसँग कुरा गर्छु। त्यसपछि उषा दिदी आइसके पछाडि सो आई जस्ट डान्स लाइक अ रोमान्टिक बोय। त्यस पछाडि ट्याक्क हाम्रो मुभ छ, आँखामा आँखा टक्क। हाम्रो यो औँलाहरू चराको चुच्चोमा कन्भर्ट हुन्छ एन्ड जस्ट चराले एकअर्कालाई माया कसरी जताउँछ चुच्चोको थ्रुबाट, त्यसरी हामीले एकअर्कालाई माया देखाउँछ। त्यस पछाडि आई प्ले विथ दिस रेड सल
I dance, I play, I dance. त्यस पछाडि उषा दिदी एकछिन हराउनुहुन्छ. I just search for her and मैले देखिसके पछाडि मनमा नै एउटा भावना आउँछ. किन डराउँछौ? नडराउ, म छु त तिमीसँग. त्यस पछाडि यो स्पटमा आएर आई स्ट्यान्ड लाइक दिस एन्ड पछाडिबाट भिलेनको इन्ट्रीले भिलेनले मलाई भाला हानिदिन्छ. अयो मर गए. आई जस्ट डाई. अनि के हुन्छ? अनि लाइट्स अफ हुन्छ. म ट्याक्क बाहिर निस्किन्छु. त्यस पछाडि म स्टेजमा देखा पर्दिनँ. Theater is all about feeling. त्यो फिलिङलाई चाहिँ अडियन्सले देख्नुहुन्छ. थिएटरको मजा नै यही हो.